सधैँ जसो फुर्सदमा मेरा पाइलाहरू चिया पसल धाउन छोडेर मदिरालयतिर लम्कन्छन्। एक्लै होस् या साथीसँग चिरिप्प मदिराको चुस्की लगाउँदै कसैलाई सम्झिन अनि कसैलाई भुल्न, मनका पेर व्यथा भुलाउन, तनाव हटाउन, केही सम्झिएर हिम्मतिलो बन्न, अशान्त मन शान्त पार्न। पानी परेको छ पिउने, पानी परेको छ पिउने, बाफै त हो पानीको। खाए के जान्छ भन्दै साथीहरूले पिलाउँथे तिन पाने चिसो चिया। छोडेर माफी मागे, दुःख सुख र भोजमा थोरै थोरै चुस्की लिँदा लिँदै अहिले नपिई ठिङ्ग उभिन नसक्ने भएको छु। नपिउँदा हात गोडा काप्छन्, नपिउँदा हात गोडा काप्छन्, दिमाग थिरमा रहन्न। तपाईँहरूका लागि कुकुरको मुत भए पनि मेरो त प्राण नै यसैले धानेको छ सायद। खतरा रहेछ। तपाईँहरूका लागि कुकुरको मुत भए पनि मेरो त प्राण नै यसैले धानेको छ सायद। साथीभाइ भेट हुँदा भट्टीमा जति रमाइलो हुन्छ कतै होला होला। स्वर्गको अनुभूति दिने त्यही एकमात्र थल हो लाग्छ। झ्याप्प गएर टेबलमा बस्यो, झ्याप्प गएर टेबलमा बस्यो। ब्ल्याक लेबल, रेड लेबल, ब्लू डायमन्ड, टुबर 8848, गिलमेरी, भर्जिन गोल्डेन ब्ल्याक वे, रुएला झुड्का। अनुभव चाहिँ खतरा रहेछ है। लोकल खाना जे मन लाग्छ मगायो पियो, फेरि चिरिप्प चिरिप्प। खसीको भुटन रक्सी कम्पनीले विज्ञापन गर्ने भने जस्तो। खसीको भुटन, चिकन चिल्ली, सेकुवा, बस चिल्ली टोक्दै चपाउँदै नभए भुजिया र भट्मासँग फड्काइन्छ। त्यति मात्र होइन नि, तातो पानीमा कोदोको टुङ्बा निगार छ्याङ्टाउँदा मजै छुट्टै हुन्छ। आखिर जेसँग जे खाए नि नसामा डुबेर सबै भुल्नु त हो, होइन र? पिउँदा बिस्तारै बिस्तारै छाती तातो, शरीर न्यानो भएर मस्तिष्क हात गोडा झमझम गर्छन्। अहिले जस्तो पुसमाको जाडोमा बाहिर कोट लगाउन पर्दैन मलाई। मैले भित्री कोट लगाएपछि कस्तो जडिया छ्या, कस्तो जडिया छ्या। जाडको घ्याम पो नभन है कसैले, गनाए पनि नभन। छेउमा आउँदा यही बेला हो म खुल्ला किताब हुने, महादानी हुने, दिलदार बन्ने सबैका लागि। लोकल धोकेका बेला अलिक ठुलो कुरा गर्छु अरे। साउनी सधैँ त्यही भन्छन्, गोजीमा पैसा नहुँदा साँच्चै ठुलो कुरा गर्ने रहेछु मैले। देखाउने म। धन्यवाद।